राम लामा कताको यात्रा हो? तारेभिर भने कता हो? कुन नगरपालिकामा पर्छ हौ तारेभिर? ल अनि जानलाई मान्छेले थाहा नभएको त ल तारेभिरतिर जाँदैछ है राम लामा। ल राम लामा ब्लगको चाहिँ बाइक यहाँनिर आएको छ होइन। उहाँको ऊ चाहिँ यहाँनिर छ, यो सब्सक्राइब र ऊ गर्ने चाहिँ होइन। बाई बाई। ओहो जक्सन त यस्तो सही ठाउँमा रहेछ कि एलइडी सहित रहेछ नि। ल मैले त यादै नगरेको। ल आएर खाउँ भने त दुईजना आएर खान, हामी पनि आएर खानु सोचिरहेको। लगाएछ अहिले चाहिँ हामी तारेभिर जाँदैछौँ है राम लामासँगै। अब यहाँ चाहिँ अब हामी यो तारेभिर जानलाई चाहिँ श्री जय भद्रकाली आदर्श विद्यालयबाट चाहिँ जाँदैछौँ होइन। बुढालिङकण्ठ नगरपालिका 1 तैलुङ काठमाडौँ। अब हाम्रो राम लामा सरको घर चाहिँ यताबाट जाने हो होइन। भर्खर हामी यताबाट आयौँ अनि यताबाट माथि त चौतारा मार्ग भन्ने छ। यो ठाउँ चाहिँ धेरै स्वच्छ र हराभरा वातावरण छ है गाइस। मेन कुरो चाहिँ यहाँ एकदम आनन्द छ के है, धुलो धुवा रही ठाउँ यो। हामी एन्टवर्कमा जाँदैछौँ है गाइस तारेभिरमा विथ राम लामा। बस्नै जान लाग्यो। कति पार्टी यार नेटवर्कमा बसेपछि चाहिँ पार्टी जता यो सबै नेटवर्क हो यहाँतिर हो। लम्यान गयौँ फेरि यहाँबाट हेर्नु कहाँ जान्ला उतै कि यहीँ डाँडोसम्म चौरसम्म जाउन भनेर यसो नौलो मान्छेहरूले चाहिँ घुमाउ भनेर हो। टाढो चाहिँ ढकान गरेर राम्रो पर्छ। पहिला पहिला कस्तो थियो होला है, खत्तम थियो नि यहाँ त। अब यहाँ ढलन त यहाँ माथि मात्र हो। अफरोडमा फर्स्ट टाइम चलायो यार स्कुटी। तपाईँले पनि चलाएको छैन होला नि? माने यार पावर माने यार बाइक निस्क्यो त होइन त ल हेरै किड्सको लागि होला यहाँ बच्चाको लागि। ल ठुलो मान्छेहरू यता बसेर खाने, यहाँतिर मजाले बसेर खाने, बच्चाहरू यहाँ भुल्छ। अनेक छ है अनेक यहाँतिर। ल एडभेन्चर यो कहाँ चढ्ने हो यो सबभन्दा ऊ त्यहाँ पर हिमाल तारेभिर हाम्रो मामुश्रीहरू दामी छ ल आउनु पऱ्यो। ओ अनिल सर कैसा लग रहा है? अच्छा लग रहा है। अच्छा लग रहा है जैसे